मलाई चाहिँ अब बसाइ चाहिएको छ आजभोलि प्लिज हेल्प मी ब्लग हिट गराउनु हो एकदमै यहाँनिर के भन्दा यहाँनिर एकदमै दुखित नारीको आवाज म तपाईँलाई सुनाउँदैछु आजको नारीको आवाज भोलि पर्सि निकर्सी जहिले पनि भेटौँला बाई। गाइज म चाहिँ सन्दीपलाई आज प्र्याङ्क हान्दैछु सन्दीपको फोन चाहिँ उठाउँछ है आजको प्र्याङ्क चाहिँ गर्ने मेन मान्छे चाहिँ हो है अनि यिनीहरू चाहिँ साँच्ची मेरो साँच्ची प्र्याङ्क अब हामी अर्को भिडियो चाहिँ सन्दीपको रियाक्सन हेरेर हाल्छ है यो चाहिँ घर जानु लाग्यो त्यही भएर हामी चाहिँ फोन गाडीमा राखिदिनु जानु लाग्छ है अनि यो चाबी चाहिँ साइमनको यो पनि प्र्याङ्कै आज जेसुकै होस् आज 3टा आँखा भएको मान्छे म यो फोन र चाबी लुकायौँ है ल चाबी चाहिँ हाल्नु चाबी त्यहाँ फोन त्यहाँ ल आजलाई त्यो प्र्याङ्क थ्याङ्क यू फर द प्र्याङ्क किन त तर त्यसले उनी गरेको थिएन त्यो जसले चोरेको म यो भिडियो बनाएर प्रमाण सर्छु है त ल तिम्रो के भयो अरे मेरो फोन भन्दैछ मैले यसको फोन चोरेर जो कि मैले हँदै होइन अस्ति एकचोटि कसलाई प्र्याङ्क गरेको जहिले मलाई प्र्याङ्क गरेको भन्छ अहिले चोर पत्ता लाग्छ मलाई भन है मान्छे पत्ता लाग्छ मलाई भन म भिडियो खिच्छु तिमीलाई आज कसले प्र्याङ्क अगुल्टोले त्यसलाई भन्छ अगुल्टोले हानेको कुरो बिजुली चम्किँदा नि तर्सिन्छ तिमीलाई चाहिँ के समस्या भयो भन मलाई तिमी यहाँ अडियन्सहरूलाई हेर्ने मान्छेहरूले के भन्न चाहन्छ मलाई चाहिँ अब बसाइ चाहिएको छ आजभोलि बसाइ खाएको छ प्लिज हेल्प मी यसले त भ्लग हिट गराउनु हो यसले त मेरो भ्लग हिट गरिदिनु भयो उसको कुरामा हाँस्ने मान्छे चाहिँ है फेरि मिलन हाँसिरहेछ यता यता यतापट्टि हेर नि त्यहाँ सन्जय ड्रमा हान्दै सन्जय ड्रमा उसले खतरा अडियन्सलाई खतरा कुरा भने नि भर्खर के भनेर फेरि भन्दा त रिक्याप प्लिज हेल्प मी के कुरामा मलाई बसाइको खाँचो छ प्लिज प्लिज दिस इज गन भ्लगर चाहिँ उहाँ चाहिँ हाम्रो भ्लगर हुनुहुन्छ एके पब्लो तर भ्लग कसरी गर्ने थाहा छैन यसरी नै ब्लग भनेको यसो सानसानो कुरामा भाइरल हुन्छ क्या भाइरल भनेर के हो एक दिन भाइरल जानेछ हाम्रो दाइ भाइरल भएपछि मन्टाइज डलरमा पैसा कमाइन्छ होइन अनि हामी सबैले हेल्प गर्नुपर्छ अनि हामी हेल्प गर्छौँ यो पैसा हुन्छ युट्युबको अर्निङले चाहिँ हामी हेल्प गर्ने सबै खाँचामा परेकाहरूलाई तैँले त अब ट्विट स्ट्रिम सुरु गर्दा ए से हाई टु हाम्रो पब्लो दाइको भ्लगमा पाब्लो ओके पाब्लो दाइ सरी साँच्ची हो ओके प्र्याङ्क गरे के भन्दैछ यसलाई ठिक पारा दाइ मेरो फोन चाहिँ फेरि दाइले लुकाएर प्र्याङ्क 2 बनाउनु खोज्नु भएको होइन त कहाँ लुकाउनु दिनु भनिरहेको प्रमिस सर मेड टु ब्रोकन आई प्रमिस मैले सोरी के पहिले ब्रोकन भन्ने प्रमिस आर मेड टु ब्रोकन आई प्रमिस दाइ तपाईँले त कन्फ्युज गरिसक्नु भयो तपाईँले कन्फ्युज गरिसक्नु भयो अब मैले लगेको छैन मैले दोस्रो तपाईँले मोबाइल नम्बर यति सर्ट दिँदैन हो म त मोबाइल मेरो भएको छु मेरो घरमा पनि मोबाइल छ नि दाइको नाटक सक्दा छ मलाई दाइ भाइको लिएर पठाउनु भनेर सोचिरहेको मलाई छैन उसलाई लिएर पठाउने सोचिरहेको ए भएको म छँदै छैन प्रमिस भन्नुहोस् आर मेड टु बी ब्रोकन साइमन छैन मलाई थाहा छैन मैले सन्दीपको चाहिँ हो यसले भेट्टा आफै भेट्टाएँ चाहिँ भेट्टायो तिमी साँच्चै छैन भने म साँच्चै भिडियो बनाएर आयो होइन मलाई त्यो उसको भिडियो बनाउनु खोजेको प्र्याङ्क बाई साइमन हो क्या तिम्रो होइन सन्दीपको चाहिँ गर्दा मैले तर भेटाएँ मेरो त दाइले लुका होइन त्यो त दाइले यतिकै उ त्यो गरे त्यो मैले मिलनलाई दिएको थिएँ खास मिलनले घर जान ढिलो गरेर त्यहाँ आउँदैन बुझिरहेको मैले दिमाग लगाइसकेँ हमने किया है जीवनमा चर्चमा भएर मात्रै बाँचिरहेको छु अहिले यस्तो निस्किसक्थ्यो शब्दहरू कस्तो शब्दलाई त्यो भाँच्ने गाडीको कसरी निकाल्छ पागल जस्तो के त म यही उकाल्ने मेरो बहिनी
ए चुप्ला ल्याउ न पहिला तिमीले चढाइहाल्यो भन्नु तिमीले चोराएन ल त्यो यो होइन सिरि अब चाहिँ नगर्नु है त यस्तो अरू पनि खोजै थियो यार मैले होइन भने यो आफै सुकिलो होस् नगर्नु त्यो त्यसो गर्ने अच्छा वाल ढारा मलाई त लाज शरम केही लगाएन रहेछ कि तपाईँको यो साइमन अफेन्ड भइरहेछ सम्झेर साइमन दाईको मैले के अरे पाल्दै के लुगाइदिन्छ हेर्नुहोस् छटपटेर रुनै बनाइदिन्छु मैले भन्नु तपाईँलाई चाहिँ ओए के लुगाइदिनु हो यस्तो लुगाउनु मिल्ने चिज पाल्दैको निराला चाहिँ के गरे रे निराले के खाएर गाली तिमीले के खायो रे यहाँनिर एकदमै दुखित नारीको आवाज म तपाईँलाई सुनाउँदैछु भन्नुहोस् नारीजी तपाईँलाई के भयो घोर अपमान भयो घोर गाली खानुभयो अरे कति रुपियाँमा आयो भन्नुहोस् त किनेर खानुभयो कि सित्तैमा खानुभयो सित्तैमा खानुभयो अरे उहाँले गाली के हो साइमन तिमीले गाली खुवायो रे नि त यो निरालाई चाहिँ उदुमुन्टो पारेर झुन्डाएर यसको जस्तो हुन्छ आजको नारीको आवाज हामीले सुनिसकेको छौँ आजलाई यहीँसम्म समाप्त तपाईँलाई भोलि पर्सि निकर्सी जहिले भयो नि भेटौँला बाई केटाहरू अल्टर खायो सो आज हानेको प्र्याङ्क चाहिँ फेल भयो त्यो जसलाई फोन राखिदिएको घर जानुपर्ने हो मेरो गाडीमा राखेँ गाडीको चाबी मागेर पत्ता लगाएर गयो अब मै उल्टो प्र्याङ्क भयो साथी हो आज हामी प्र्याङ्कमा असफल भएका छौँ अनि अस्ति यो मान्छेलाई प्र्याङ्क गरेर देखेर अर्कोलाई नन प्र्याङ्क हानेर ब्याक टु ब्याक तर हामीले प्र्याङ्क चाहिँ लास्टमा साइमन होला जस्तो साइमन गाडी चाबी मसाउँछ साइमन पुरा गाडी चाबी खोज्दैछ साइमन चाहिँ